यहाँबाट बाटो यदि पछि बाटो गएर अल्झ्यो भने पोखरा जाने गाडीहरू त बाटो त खुलिरहेको म सामान हालेर पोखरै लिएर जान्छु कसले आउनु भनेकै थिएन त मैले यसरी यति मजाले गाडीहरू गइरहेको नि त अनि भोलि 12 बजीसम्म पुग्यो नि हुन्छ हुन्छ म त्यही राति अब 1-2 घन्टामा चाहिँ हेर्छु 1-2 घन्टामा भयो अलिअलि खुले नि भयो यदि भएन भने पोखरा रिटर्न अझै यति मजाले बगाएको कि गाडी अघि एउटा पनि पास गर्थ्यो अहिले कुदेर गयो उता मुभलिङमा नि यसरी नै क्लियर गाडी